नमस्कार साथीहरू, स्वागत छ तपाईहरु सबैजनालाई फेरि पनि मेरो शक्ति अन रोड अफिसियल युट्युब च्यानलमा। आज हामी हेर्दैछौँ फोर्डको ट्रान्सिट Z50। यो एउटा व्यावसायिक भ्यान हो जसलाई सामान ढुवानी, कम्पनीको काम तथा यात्रु ओसारपसारका लागि धेरै प्रयोग गरिन्छ। फोर्ड कम्पनीको ट्रान्सिट आफ्नो मजबुती बनावटको लागि विश्व प्रख्यात छ, हैन? अब तपाईहरुले ध्यान दिँदा के भनौं र? अब यसको चारैतिर देखाउँछु म तपाईहरुलाई, हैन? यसको टायरको बनावट हेर्नु, एलोय व्हील छ ब्ल्याकमा, अनि भित्रको एकदम स्पेस राम्रो छ। एकजना ड्राइभर, एकजना सहचालक बस्न मिल्ने सिट, दुईटा सिट छ। एकदम स्मुथ छ ड्राइभिङ। हामीले त अब चलाएर हेर्नु पर्छ, हैन? तपाईहरुले हेर्नु, मलाई त अब धेरै बोल्न त आउँदैन, भए पनि मैले तपाईहरुको लागि देखाउँदै छु। अब भित्र यो डेस्कबोर्ड भइहाल्यो, हैन? यो लिभर हो, गियर हो। क्याबिनमा दुई साइड ढोका, पछाडिपट्टि एउटा ढोका र यो साइड एउटा घर्रा ढोका छ। गरेर 5 वटा ढोका हुन्छ यसको। स्पेस हेर्नुस् कस्तो छ, बवाल। यसको चाहिँ अटोमेटिक सिस्टम छैन, चाबीबाटै स्टार्ट हुन्छ। यसको इन्जिनहरुको बारेमा चाहिँ मलाई जानकारी छैन है त साथीहरु। मैले जे जति जान्छु त्यो जानकारी मैले तपाईहरुलाई दिने हो, हैन? अब जोस गाडी एकदम मजबुत छ। म तपाईहरुलाई देखाउँदै छु बिस्तारै। चारैतिरबाट हेर्नुस्। यो फेस मोडल भयो, हेर्नुस् दामी छ गाडी। डेलिभरी भ्यान हो, हरेक सामानहरु लैजान मिल्छ। यसको म पछाडिपट्टिको ढोका खोलेर नि देखाउँछु तपाईहरुको लागि। स्पेस हेर्नुस् भित्र कस्तो छ स्पेस। यो ट्रान्सिट Z50 यही हो गाडीको नाम भने नि, मोडल भने नि। यतापट्टिको यो अर्को साइडको, अघिको पछाडिको साइडको भयो नि, यो अर्को साइडको भयो, हेर्नुस्। टायर हेर्नुस्, टायर हेर्नुस्, यो साइड डोर भयो, हैन? स्पेस हेर्नुस्, स्पेस कति छ, कत्रो छ के गाडी नि। अब साउदीको गाडीहरुमा एसी नहुने त कुरै हुँदैन, हैन? हेर्नुस् अब पुरै 0 मिटर लिएर हिँड्नुपर्छ हामीहरुले चलाएर। त्यही भएर मैले तपाईहरुलाई 0 मिटरको भिडियो देखाउने हो के। अब हामीले जति चलायो के। अब सिपबाट आउँछ के रे यहाँ हाम्रो पोर्टसम्म, पोर्टबाट ठुलो गाडी लिएर आउँछ, त्यसपछि हामीले चलाउने हो। त्यही म्याक्सिमम चल्दाखेरि त्यो 12-15 किलोमिटर चलेको गाडीहरुमा को भिडियो हो यो चाहिँ। है त यो। यो घरको ढोका हो यो। टक्क लाग्यो। यो चाहिँ सहचालकको साइडको ढोका। यसको चाहिँ मैले लामो चलाएको भिडियो हालेको छैन, किनकि यो मलाई दमाम लिएर गएको, त्यो ठाउँमा अलिकति मदिरा जुन हुन्छ नि सुपरभाइजरहरु देखेर अलिकति अप्ठ्यारो लाग्यो, अड लाग्यो। त्यही हेर्नुस्, एलोय व्हील के भन्छ अब यसलाई, पुरै ठुलो रिङ भएको व्हील, चक्का कालोमा हेर्नुस् कस्तो दामी छन्, क्युट देखिन्छन् गाडी त हौ। अब लाइट हेर्नुस्, यसको मोडल हेर्नुस्, फोर्ड कम्पनीको लाइट मिलिक मिलिक गरिरहेको छ। यो ड्राइभर साइडको ढोका। म अलिकति चलाएर देखाउँछु है त। अलिकति कम्फर्टेबल हुन सकेन कि यो ठाउँमा मलाई चलाउनलाई, दमाम लिएर गएको रियादबाट।
अनि त्यही भएर मैले धेरै चलाएको भिडियो चाहिँ हाल्न सकिनँ। अब यो हरेक ठाउँको म्यानेजरहरू फरक फरक हुन्छ नि त, त्यही भएर म तपाईँहरूलाई पछाडिबाट नि देखाउँछु क्या। यो अलिकति साइड लगाएर राखेर पछाडिको ढोका खोलेर पनि। यदि तपाईँहरूलाई व्यवसायको लागि भरपर्दो र बलियो प्रशस्त स्पेस भएको भ्यान खोज्दै हुनुहुन्छ भने फोर्ड ट्रान्सिट Z50 राम्रो विकल्प हुनसक्छ। भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्, साथीहरूसँग सेयर गर्नुहोस्। विशेष गरी लाइक, कमेन्ट र सेयर गर्न चाहिँ नबिर्सनुहोस्। मेरो च्यानललाई सब्सक्राइब गर्नुहोस् हैन। अनि तपाईँहरूको साथ र सपोर्टको चाहिँ एकदम आवश्यकता हुन्छ के। जतिजनाले हेर्नु भयो त्यतिजनाको चाहिँ अब लाइक पनि छैन के भिडियोमा। यसो लाइक गरिदिनुहोस् नि हो साथीहरू, ट्याक्क ट्याक्क है त। अहिलेसम्म हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद हैन। भिडियो त सकेको छैन तर मैले अब भने हैन। अब पछाडिपट्टिको ढोका खोलेर मैले तपाईँहरूलाई स्पेस देखाउँछु। यहाँ राख्ने बित्तिकै ट्याक्क पछाडिपट्टिको ढोका खोलेर म स्पेस देखाउँछु। अनि त्यस पछाडि बल्ल म ढोकाको यो इन्डियन गर्छु है त। भनेको त ल हेर्नुहोस् है त, ल हेर्नुहोस् स्पेस कत्रो छ, सर्लक्कै भइसम्म हो क्या। त्यही भएर तपाईँहरूको साथ र सपोर्टको चाहिँ बेसरी आवश्यकता छ है त साथीहरू। मलाई अहिलेसम्म हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।